हेलो नमस्कार खनाल यस युट्युब च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत छ। म आज खेततिर जाँदैछु। खेतमा फार्मिङ मोल बोक्न जानी हो अनि गहुँ पनि काट्ने हो। मोल बोकेको गहुँ काटेको भिडियो तपाईहरु देख्न सक्नुहुन्छ। आजको मेरो भिडियो मोल बोक्ने, गहुँ काट्ने, घाँस काट्ने। यहाँ मकै सकिसक्नु भएछ तल खेतमा। म चाहिँ मोल बोक्न हिँड्दैछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर तथा सब्स्क्राइब गर्न नभुल्नु होला। यताबाट भाउजू आउनु भएको छ। भाउजू पनि खेत हिँड्नु भएको? पानी बोकेर? कहाँको खेत आऊ? केवर यहाँ कि? म पनि त्यही हो। ल केवर यहाँ गहुँ काट्न एउटा फोटाको काटेको छु, त्यही लिन हिँडेको। मैले घर काट्ने हो, मोल बोक्ने हो। फार्ममा लराखेको छु। हजुरको हो? ए ल ल त्यही उठाएर लिएर जानु। मम्मीले गहुँ काट्नुहुन्छ। लाउनु जामसँग मैले भिडियो खिचिरहेको छु। म मोल लिएर आउँछु। ए ल भिडियो बनाउँदै हिँडेको छु है म। ल त्यतै भेटौँला खेततिर। हस् ल ल ल। म चाहिँ घरभन्दा अलिकति तल आइसकेको छु। अब गाउँ अब यहाँ मकै छरिसक्नु भएछ। यतातिर अस्ति गहुँ थियो नि त, मैले देखाएको थिएँ तपाईँलाई। आजै हो त्यहाँ मकै छरिसक्नु भएछ। यतातिर त गहुँ छ अलिकति, यता खाली छन्। मकै छर्ने होला गाउँमा। अब यस्तै छ। यताबाट चाहिँ कान्छो आउनु भएको छ। हरियो गहुँ छ। यो पाक्छ, पाकेपछि काट्ने हो। यतातिर हामीले पढेको स्कुलको त्यहाँ थियो छेक्यो। यहाँ भवन छ। हाम्रो गाउँबाट देखिने यो मास्तिरको दृश्य हुब्दी, कपासे भन्ने ठाउँहरू हो। त्यहाँ काफल पाकेको छ। धेरै राम्रो दृश्य आउँछ यहाँबाट। यता मास्तिरको यहाँ दुईटा आमाहरू शीतल तापेर गफ गरेर बस्नु भएको छ। म खेत हिँड्दा ठ्याक्कै यहाँ बाटा भेटेँ। मैले हाल्ने नि भएँ भिडियो। 1 वर्षपछि तपाईँहरूको भिडियो मैले हेर्न पाउँछु। यो एउटा सम्झना हो। आमा ठिक हुनु भएको छ। पहिला म आउँदा त अहिले धेरै ठिक। बुटोल लिएर गएँ, हिजो लिएर आएँ। अहिले खेत आउनुहुन्छ? अहिले आउनुहुन्छ? कहिले हो? 30 गते। ए अब 2 हप्ता सकेर मेरो बसाइ। 2 हप्ता आखिरी गाह्रो हिँड्ने त होइन। बैशाख लाग्दैन। ठिक्क मौसम तर्कादैन हो के। यो 2 हप्ता सकेर अब ठ्याक्कै आजको ठ्याक्कै 14 दिनको दिन। आजको 15 दिनको दिन मेरो ड्युटी छ। ड्युटी भेट्न पुग्ने। ल अलि अघि सार्न मिल्दैन? ए ठुक्क अब त्यो रमाइलोको भिडियो जानी भयो मलाई। ल म गएँ अहिले। अरूले पठायो भने आफूले आफ्नो अर्कै हुन्छ नि। आफ्नो भनेको आफ्नो हुन्छ। ल अहिले गएँ है। ल यहाँ धानको बिउ राख्नु भएको छ। यो यता गहुँ सुकाउनु भएको छ। म पनि गहुँ काट्न मोल बोक्न हिँडेको। यो चाहिँ ट्र्याक्टर। यो ट्र्याक्टर हो। आजभोलि गोरु हरा यसले गर्दाखेरि यसले सजिलो हुन्छ, छिटो हुन्छ। यो हाते ट्र्याक्टर हो है। यहाँ चाहिँ खेतमा गहुँ काट्ने माटो छ। गहुँ पाकेको छ। हाम्रो पनि रातैदेखि पहेँलै भएछ पाकेर। मास्तिर अलि हरियो रहेछ। अब त काटेर ल्याउने हो। घाँस पनि छ।
मोल पनि बोक्ने हो। खोला पानी पनि रहेछ अहिले त। ओ वहाँ हाम्रो घाँस हो यो। यही हो। यहाँ दाइले मुख धुँदै हुनुहुन्छ है। तपाईँको भिडियो मुख धोएको आउँछ है। अब युट्युबमा हालिदिन्छु। केही भन्न छ भने भन्नुहोस्। यो बेडुलाको घाँस। यता भाउजू कता मिलमा गएर रहेछ कि मोल बोकेर हो? म बल्ल हिँडिएको छु। हो त नि, मैले अब भिडियो हालिदिने हो तपाईँलाई। तपाईँको भिडियो पनि युट्युबमा आउँछ है। यहाँ काफल पाकेको छ। भिडियो बनाउँदै हिँडेको छु म। ओ वहाँ गहुँ काट्ने। अब त्यहीँ पुग्छु म अहिले। यताबाट मोल बोकेर जाने हो। सक्नुभएछ मोल बोकेर? यो हो त्यहाँ हाई भन्नुभयो। म सँगै झरेका थियौँ। मलाई उठ्नु भएछ। ए भिडियो खिच्दै खिच्दै घर घरै धुलो खुवाउने भयो अब। यो यताबाट गाडी आयो। यो धुलो उडाउँदै आएछ। ओहो गयो धुलो उडाउँदै। मोल बोकिरहने हो कि काट्ने हो? अब एकछिन उभिएर जानु भ्याउँछ धुलाले। यस्तो धुलो उड्छ है बुङ बुङती। यतापट्टि पल्लो गाउँका घरहरू हुन्। ओ त्यहाँ पनि गहुँ पाकेको रहेछ। सडक गएर धुलो उडायो। म रोडा छु। धुलो उड्यो। एकदमै धुलोले बाँस पनि सबै सेतै भएछन् धुलोले। यो वन हो। म चाहिँ अहिले तल आइसकेको छु मोल उठाउने ठाउँमा। यतातिर वन छ। यो वन हो। यहाँ खेत। अब यो फारम हो। यो फारममा मोल छ। मैले अस्ति गाडीमा ल्याएर राखेको। यो मोल उठाएर जाने हो। बरु कतातिर राख्नु हो फारममा मोल। कहाँ छ थाहा भएन। गहुँ काटेर ल्याएर राखेर रहेछन् कसले हो। त्यहाँ छ। ओ वहाँ आएछ ऊ। ओ त्यहाँ आएछ ती। अब यो पनि हाम्रै खेत हो। अहिले यहाँ फारमले लिएको। यही त होला नि। यो मोल उठाएर कताबाट हो जाने बाटो थाहा भएन। यो मोल बोकेर जाने हो। यो बोकेर जाने सोइल। मैले मोल बोकेर हिँड्दैछु। 2टा बोरा खापेको छु। यसलाई तालिएर जाने हो। यहाँ भिडियो बनाउन अलि नमिल्दो रहेछ कि मोल बोक्दाखेरि। अब त्यहाँ भाउजूले खन्दै हुनुहुन्छ। के लगाउनु? भेडारी लगाउनु भन्नुभएको छ। गहुँ यो हाम्रो खेत हो। त्यो माथिल्लो भाउजूको। यो हाम्रो। यो गहुँ यस्तो राम्रो पाकेको छ। माथि हरियै छ। यतापट्टि यसरी चाहिँ हाम्रो गाउँको दृश्यसहित कपासे लुटे डाँडा। यो उता डुम्रेन्जिङ। यता पनि गहुँ पाकेको छ। ओ त्यहाँ पनि काट्नु आएको छ। ओ त्यहाँ गहुँ काट्नु आयो। हेरी किसानलाई माटो छ। यता कस्तो राम्रो गहुँ पाकेको छ। ओ त्यहाँ जोत्दै रहेछ। हाते ट्र्याक्टरले होला। मैले मोल लगिसकेको छु।
एक पटक जम्मा जम्मी 17 बोरा छ 17 सक्स सोइल यो चाहिँ गहुँ खेती हो है त्यहाँ गहुँ काट्नु आयो दाइ भाउजूले यतापट्टि छ मेरो मैले राखेको मल हो यहाँ फारममा यहाँ पनि काफल पाकेको रहेछ यो चाहिँ हाम्रै खेत हो अहिले फारमले लिएको छ त्यस्तै छ यो त्यहाँ धुवापुच्चा छ सेउला पोलेर होला के गर्ने अरे ए हुन्छ नि त राम्रो हुन्छ मसिनो बनाएर यतातिर गहुँ हरियो हरियो रहेछ माथिल्लोमा अब काटे पनि हुने भएको रहेछ यो हाम्रो हो यहाँ आमाले गहुँ काटिरहनु भएको छ मैले मोल यहाँ 2 बोरा ल्याएँ त्यहाँ त्यहाँ 2 बोरा ल्याएर राखेको छु 17 बोरा छ त्यहाँ भाउजू नै आउनु भएको रहेछ आउँदाखेरि मोल बोक्दाखेरि भिडियो खिच्नु मिल्दैन जाँदाखेरि रित्दै भिडियो खिच्दै जाने हो यो चाहिँ जय घाँस हो जय घाँस भन्ने यही हो घाँस यतापट्टि गहुँ यता घाँस बाटो अलि अप्ठ्यारो जस्तो पनि छ फेरि यहाँ चाहिँ मोबाइलको चक्करमा लोट्न सकिन्छ भाउजू ल है मैले भिडियो खिचिएको छु गहुँ काटेको आउँछ अब ल दाइले गहुँ काट्ने भाउजूले मुठा बाँध्ने रमाइलो छ यो केरा काँडाले कोतर्छ चिथर्छ कता रहेछ बाटो यतैबाट रहेछ कि त कुलो पानीको सिँचाइको लागि खोला चाहिँ लगेछ त्यही भएर बनाएको अहिले अर्कै भाउजू पनि आउनुभयो मुठा त ठुलै बाँध्ने रहेछ कि भारी बाँधेको ए गहुँ कति राम्रो रहेछ यहाँ 17 बोरा मोल हो मैले दुई पटक लैसकेँ 2 पटकमा दुईटा लछु कोही अलि ठुला छन् सकिन्न होला यो लिएर जाने हो खेतमा लगेर राख्ने हो मोल बोक्दै हिँड्दै भिडियो बनाउँदै घर त्यत्रो मल भएर के जम्मा 17 बोरा हो 3 खेप ल्याएँ दुईटा अझै
ओ त्यहाँ गोलमेडा लगाएको छ के अरे फुलबारीको 17 बराल पुग्ला नि हजुर पैसा ए खै मैले दिए छैन के रे तिमीलाई भनेर छोडेको चुली भन्छन् हो यो डाँडालाई हाँ अब ए भाउजूले गहुँ बोकेर हिँडिसक्नु भयो है गहुँ बोकेर हिँडिसक्नु भयो हामी पनि अहिले मोल बोकेर भ्यासी जाने हो ए यहाँ चाहिँ अहिले बाख्रा आएछन् है बाख्रा चराउँदै चराउँदै आएको रहेछ यहाँ बाख्रा आएछन् खम्मा लगाएर राखेको पानी लाएर आत्तिएर अहिले मस्तिरो लाउनु पर्छ 17 बरा हो कि मैले मोल त्यहाँबाट लिएर आएर सकेँ ए यहाँ छ यी ओ त्यहाँ माझा छ उता छ सकियो अब गहुँ बोकेर घर जाने हो गहुँ काट्नु आमाले बोकेर जाने हो यति मोल ल्यायो त्यहाँ हो त्यहाँ उता मैले मोल बोकेर घाँस काट्दैछु ए यति घाँस काटेँ यहाँ घाँस काट्दैछु है मैले अब घाँस काट्दैछु है मैले मोल बोकेर
यति गहुँ काटियो अब यति बाँकी छ म चाहिँ गहुँ बोकेर घरतिर हिँडेको अब घाँस काटेर अब हिँडेको घरतिर ल भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद। भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर तथा सब्स्क्राइब गर्न नभुल्नु होला। अहिलेलाई बाइ बाइ।